पासपोर्ट हराउनु भयो फ्रुटिङलाई भन्नु नि, त्यसले खोजिदिन्छ। नभेटेसम्म खोज्नुहोस्। उता 1 नम्बरमा गएर 2 नम्बरको सरले भनेको 3 नम्बरको फाइल ल्याउनु रे भन्नु जानु। बच्चाको पासपोर्ट आउनलाई त आमा बाउ दुवै जान चाहिन्छ। तपाईँ एक्लै लन्डन आएर हुन्छ त जानु। बुढालाई लिएर टोकन नम्बर कति हो? तपाईँको पासपोर्ट बनिसकेको छ, गएर पैसा बुझाएर पासपोर्ट लिएर जानु है त। दोस्रोचोटि यहाँ नआउनु के चिज गर्नु। अनलाइन फर्म भरेर मात्र भएन नि त, फोटो अपलोड गरेर मिलेको छैन। राम्रो फोटो खिचेर फेरि अपलोड गरेर आउनु त हुँदैन, सुरुबाटै गरेर आउनु। कागजै पुगेको छैन, बाहिर बोर्डमा हेरेर आउनु त के चाहिन्छ भने मिति भन्ने ठाउँमा जन्म मिति, विवाह मिति भन्ने ठाउँमा विवाह मिति। अब त्यति पनि हामीले आएर चाहिँ कलम लेखाएर लेखाइदिनुपर्छ तपाईँलाई। तपाईँ गाउँपालिकामा गएर जन्म मिति सच्याएर आउनुहोस्, नत्र तपाईँको यो पछिसम्मै लफडा हुन सक्ने देखिन्छ। यहाँको एकजना मान्छेको स्पेलिङ मिलेन भनेर मैले तपाईँ कहाँ पठाइदिएँ, तपाईँ जन्म मिति मिलेन भनेर अर्कामा पठाइदिनु त तपाईँको माथि फाइलको आँखा बस्नु नै रहेछ। कति हतार गरे, फोटोले काम चल्छ त। फोटो भयो भने तपाईँ अरू फोटो चाहिँ ल्याउनुहोस्। यति मिस्टेक भयो भने अख्तियारले हामीलाई थाहा हान्छ। तपाईँहरू यहाँ कर्कर गर्नुहुन्छ। एकछिन बस्नुहुन्छ, राम्रोसँग सिस्टम पुर्याएर प्रक्रिया पुऱ्याएर काम गर्नुपर्छ। मोबाइलमा मेसेज आउँछ नि म लिन आउनु है त। बुझ्नुहुन्छ जन्म दर्ता भनेको हो, त्यो नल्याइ हुन्न। जन्म झन् ढिला हुन्छ, बरु हामीलाई भन्नुहोस्, हामीलाई गर्नुहोस्, के गर्नु छ हामी गर्छौँ भन्दा पनि उता जानुहुन्छ। बोल्यो